यदि तपाईँ पानी परेको समयमा भक्तपुरको सूर्य विनायक हुँदै काभ्रे तथा पूर्वी जिल्लाहरूमा यात्रा गर्नुहुन्छ भने ट्राफिकको अवस्था बुझेर मात्रै जानुहोला, किनभने सूर्य विनायक धुलीखेल सडक खण्ड अहिले 6 लेनको विस्तारको क्रममा छ, जसका कारण भक्तपुर र काभ्रे सिमाना पर्ने साँगा सडक खण्डको अवस्था पानी पर्दा हिलाम्मे हुने गरेको छ। यात्रा गर्दा हरेक दिन 1 देखि 1.5 घण्टा जाम भएर यात्रा गर्नुपर्ने बाध्यता छ। पानी पर्ने बित्तिकै सडकमा थुप्रिएको माटोले गर्दा हिलाम्मे हुने गरेका कारण दुई पाङ्ग्रे तथा साना सवारी साधनहरू चिप्लने गरेका छन् भने यात्रुवाहक र मालवाहक सवारी साधनहरू हिलोमै फस्ने गरेका छन्। यो सूर्य विनायकदेखि धुलीखेल सडक खण्ड निर्माणाधीन अवस्थामा रहेको छ, जसले घाम लाग्दा एकदम धुलो उड्ने र पानी पर्दा हिल्लामे भएर साना तथा दुई पाङ्ग्रे सवारी साधन एकदम कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।